हालेलुया प्रेज लर्ड परमेश्वरलाई महिमा होस्। साँच्चै नै हाम्रो परमेश्वर महान हुनुहुन्छ र फेरि पनि तपाईँ सबैजनालाई मेरी क्रिसमस। अनि परमेश्वरलाई महिमा होस् किनभने यीशुको जन्म दिवसलाई हामी साँच्चै नै हामी खुसी र आनन्द साथ हामी मनाउनेछौँ। अनि नयाँ वर्ष पनि आउँदैछ। साँच्चै नै हामी परमेश्वरको यो समय चाहिँ हामी परमेश्वरको उपस्थितिमा हामी बस्नलाई हामी जरुरी छ। यो समय परमेश्वरको उपस्थितिमा बस्नु अनि उहाँको राज्य र धार्मिकताभित्र हामी जानु जरुरी छ। किनभने दिन पनि जाँदैछ, महिना जाँदैछ, साल जाँदैछ, क्रिसमस न्यु इयर हरेक वर्ष आउँछ। तर हामी चाहिँ जसरी दिन र महिना जाँदैछ, साल जाँदैछ, बित्दैछ, त्यसरी नै हामी पनि परमेश्वरमा अगाडि बढ्नलाई चाहिँ परमेश्वर चाहनुहुन्छ। उहाँको उपस्थितिमा हिँड्नलाई परमेश्वर चाहनुहुन्छ। उहाँको राज्य, उहाँको धार्मिकता र महिमाभित्र पस्नलाई परमेश्वर चाहनुहुन्छ। परमेश्वरमा अगाडि बढ्नलाई चाहिँ परमेश्वर चाहनुहुन्छ। उहाँको वचनलाई लिनलाई परमेश्वर चाहनुहुन्छ। उहाँको वचनमा हिँड्नलाई परमेश्वर चाहनुहुन्छ। उहाँको वचनले भन्छ योहन्ना जब तपाईँले 14को जब तपाईँले 23मा जब तपाईँले हेर्नुहुन्छ, यदि साँच्चै नै तिमीले मलाई प्रेम गर्छौ भने मेरो वचनलाई पनि माया गर्छौ, मेरो वचनलाई तिमीले सुन्छौ, मेरो वचन अनुसार तिमीले हिँड्छौ। हालेलुया। क्रिसमस आउँछ हरेक वर्ष, न्यु इयर हरेक वर्ष आउँछ। तर जसरी साल र महिना बित्दैछ नि त्यसरी नै बढ्दैछ, त्यसरी हामी परमेश्वरमा पनि बढेको उहाँ चाहनुहुन्छ। उहाँको उपस्थितिमा बसेको उहाँ चाहनुहुन्छ। उहाँको राज्यभित्र धार्मिकता र महिमाभित्र बसेको उहाँ चाहनुहुन्छ। हालेलुया। परमेश्वर महान हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद। त्यसरी हामी अगाडि बढ्नलाई चाहनुहुन्छ। प्रिय मण्डली, मेरो यो छोटो सन्देश तपाईँहरूको लागि। परमेश्वर चाहनुहुन्छ तपाईँ र म बढेको। हालेलुया। कस्तो जय मसीह।